ह्याप्पी न्यू इयर इन एडभान्स टु माई फ्यामिली। 2082 सालमा धेरै सङ्घर्ष गर्दा पनि कुनै पनि सफलता हात पार्न सकिएन। धेरैजनाको मन दुखाइयो होला, धेरैजनालाई नराम्रो व्यवहार गरियो होला, धेरैजनाको नराम्रो भइयो होला। तर 2083 सालमा धेरै सङ्घर्ष गरेर भए पनि धेरै सफलताहरू हात पार्नु छ, धेरै आफन्तहरूको मन जित्नु छ। भगवानले भन्नुहुन्छ अरे त आँट म पुर्याउँछु भनेर। भगवान 2082 सालमा जे जस्तो भए पनि 2083 साल चाहिँ सुख र शान्तिमय बनाइदिनुहोस् है। आउँदै गरेको नयाँ वर्ष 2083 सालको मेरो सहपरिवार लगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई शुभकामना। मेरी आमालाई सन्चै छ